हेलो दर्शक नमस्ते। हाम्रो चुनाव पनि आउन आँट्यो है। हामीले आश गरेको, हामीले मन पराएको मान्छेहरू उहाँहरूले जितेर देश पाउनुहुन्छ भन्ने आशा छ। जस्तै अब हर्क साम्बाङ भयो, रवि लामिछाने, बारेन शाह, कुलमान घिसिङ, गोपी हमाल लगायत अरू पनि थुप्रै हुनुहुन्छ होइन। उहाँहरूको नाममा चाहिँ नाम सुन्दाखेरि जनताहरू लगभग बेसी खुसी नै हुन्छ। उहाँहरूले चाहिँ गर्नुहुन्छ, अब देशमा परिवर्तन हुन्छ, हरेक कुरा हुन्छ भन्ने सोच हुन्छ, सबैको सोच छ। किनभने त्यही जनताले तपाईँहरूलाई त्यस्तो धेरै पनि केही मान्दैन। शिक्षा, अब शिक्षादेखि लिएर अब रोजगारी ठिक छ, एकैचोटि नहोस् न, बिस्तारै होस्। अब पैसा बिना पनि मान्छेहरू, पैसा छैन भने मान्छेहरू मरिरहेका छन् होइन। त्यो पैसाले गर्दा, पैसा नहुँदा मान्छे नमरौँ कि, त्यति चाहिँ हो। किनभने हो चिजहरू, बाटोघाटो भयो, अब कति ठाउँमा अझै पनि बाटोसाटो पुगेको छैन, बत्ती बिजुली केही पुगेको छैन होइन। त्यो चिजहरू मात्र हो कि, अरू त्यस्तो खासै त्यस्तो ठुलो कुरा माग्दैन जनताहरूले जस्तो लाग्छ मलाई। किनभने म पनि एउटा त्यो जनताको त्यही भिडको मान्छे हो म पनि। हजुरहरू जति मैले यो नामले लगायत अरू पनि हुन्छ होला, मैले अब थाहा नभएको होला होइन। लगायत राम्रो मान्छेहरू एकजुट भएर सँगै जानुभएको थियो भने अझ जनताहरू धेरै खुसी हुन्थे, लगायत हामी सबै खुसी हुन्थ्यौँ। ठिक छ, अब आफ्नो सोच विचार हो होइन। लक्ष्य त हजुरहरूको सोच्दा सुन्दा अब हामी पनि हेर्दै आएको छौँ नि त, देश विकासै गर्ने, करप्सनलाई जिरो बनाउने र देशमा सुशासन ल्याउने, देशमा बिस्तारै रोजगारीदेखि लिएर सबै थोक हुन्छ बिस्तारै गर्ने भन्ने सबैले सोच्नुभएको छ। सोच सबैको एउटै हो, भइसक्यो। अब एउटै पार्टीमा जानु भने अझ राम्रो हुन्छ, सबैजना मिलेर होइन। हाम्रो अब हजुरले अहिलेसम्म देखेको हामीले ठिक छ, अलग अलग जानु भए पनि लक्ष्य त एउटै छ। त्यो ठाउँमा जस्तो अब तपाईँको संसदमा गयो, त्यो संसदमा अब के भएर गर्नु पऱ्यो, मिल्नु पऱ्यो भने त्यसमा चाहिँ मिल्नु होला, त्यही भन्छु होइन। अबको दिन हुँदै चाहिँ मलाई पनि खुसी लागेको छ, किनभने अब केही हुन्छ होला, अब बिस्तारै भए पनि देशमा परिवर्तन आउँछ होला भने जस्तो लाग्छ क्या मलाई। त्यति हो, हेरौँ अब चुनावमा। अहिले मैले जुन नाम लिएकाहरू अब सबैलाई मन नपर्ला होइन, तर सबैजना बेस्टै हुनुहुन्छ आफ्नो आफ्नो ठाउँमा, नराम्रो कसैलाई भन्नु हुँदैन। किनभने सबै अहिले जुन नाम लिएको व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको कस्तो भने त्यो नामहरू जनताहरूले मन पराउँछन् कि, त्यो नाम सुन्दाखेरि आनन्द फिल हुन्छ, ओहो हो भन्ने हुन्छ कि। कसैले गाली गर्नु हुन्छ, अब सबैको नजरमा राम्रो त हुन सकिँदैन होइन। त्यही पनि देशको लागि सोच्नुभएको छ तपाईँहरूले, सबैलाई शुभकामना छ। सबैले जिताइदिनु होला, सहयोग गराइदिनु होला एकअर्कालाई। अब आउन दिनुहुँदै पनि गल्ती नहोस्। अब हेर्नु न, म के भन्छु भने 35 वर्षदेखि 40 वर्षदेखि हजुरहरूले त्यही चिजलाई त भोट हालिराख्नुभएको छ, त्यही चिजलाई गरिराख्नु छ। अब एकचोटि नयाँ चिजलाई हेरौँ न, 5 वर्ष हेरौँ न। 35-40 वर्ष तपाईँले हेर्नुभएको छ, अब 5 वर्ष हेर्दा के भयो र होइन। 5 वर्ष चेक गरौँ न कस्तो हुन्छ, के हुन्छ। नयाँ चिजलाई, युवा भनेको युवा हो, नयाँ आउँदै गरेको नयाँ पुस्ताहरूलाई उनीहरूलाई मैले भने नि, हजुरहरूले 35-40 वर्ष त्यो चिजलाई भोट हाल्नुभयो भने होइन, त्यतिदेखि त हो लगभग हामीले होइन। अब नयाँ चिज आउनुभएको छ, केही भयो त, विकास केही भयो त पुरानोबाट भयो होइन, हुँदै नहुनु पनि होइन, अलिअलि भयो, नहुनु पनि होइन। तर अब एकचोटि नयाँलाई चान्स दिइहेरौँ, एकचोटि नयाँलाई विचार गरौँ न। 35 वर्ष तपाईँहरूले 35-40 वर्ष त्यसै खेर फाल्नु भयो भने ठिक छ त, अबको 5 वर्ष हेरौँ न, उनीहरूभन्दा बेटर हुने हो कि। अब सबै उस्तै हो भन्ने त्यो तुलना गर्नुभन्दा पनि त्यो देख्दै नदेखी भन्नु पनि राम्रो कुरो होइन। एकचोटि गरौँ। बालन शाहले पनि गर्नुभएकै हो, हर्क साम्बाङले पनि गर्नुभएकै हो, हामीले देखेकै छौँ 2-3 वर्षमा होइन।
अनि रवि लामिछानेले पनि धेरै नै गर्नुभएको, कोसिस धेरै नै गरेको पनि हो। उहाँलाई त्यस्तै भएर भयो। अनि त्यसपछि गोपी हमाल उहाँले पनि गर्नुभएको। कुलमानज्यूले त अब कस्तो तरिकाले बस्नु पर्थ्यो, अहिले कस्तो तरिकाले बस्छौँ होइन, त्यो उहाँ हुन्न थियो भने सायद अहिलेसम्म ती चिज लाइनदेखि लिएर लोड सेडिङ त्यस्तै हुन्थ्यो होला कि पहिले जस्तै 3-4 घन्टै पर्खिनु पर्ने। त्यस्तो हो। ठिक छ, सबैलाई शुभकामना छ। अब चुनाव पनि आउन आँट्यो लगभग होइन, 1 महिना पनि छैन। सबैलाई शुभकामना।